हाई एभ्रिवान, फेरि पनि मेरो नयाँ भिडियो आइसकेको। सबैले माया गरिदिनु होला, किनभने आज हामी साथीहरू मिलेर एउटा अटो बुकिङ गरेर हामी ढँगेरी लाग्यौँ। किनभने ढँगेरी फुल्ने टाइम हो नि त, यो सिजन भनेको। त्यही भएर सबैले भिडियो हालेको देखेर हामीलाई पनि डर लागेर हामी चाहिँ ढँगेरी पार्क गयौँ। यति गर्मी थियो नि त, हामी 3 बजे हिँडेको, त्यही पनि धेरै गर्मीले सताएको थियो। नानी रुन थालिन् किनभने कति गर्मी भयो भनेर। त्यसपछि हामी हिँड्दै 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 ढँगेरी पार्कको केनमा पुग्यौँ, किनभने साँझ भइसकेको कारणले हामीले धेरै खानेकुराहरू लगेको थिएनौँ। साथीहरू, हाम्रो पालो चाहिँ चटपटे खाना जाने भनेर हामी चाहिँ अलि राम्रो वातावरण हेऱ्यौँ चाहिँ ढँगेरी। त्यसपछि चाहिँ सबैले आफ्नो सामान बोकेर हिँड्न लाग्नुभयो। मेरो पालो भिडियो, म चाहिँ भिडियो बनाउने मान्छे। अब के गर्ने साथीहरू, भिडियो बनाउने मान्छेको हालत यस्तै हुन्छ। त्यसपछि चाहिँ मैले बिछाना बोकेको थिएँ, सबैलाई जिस्काउँदै, साथीहरूलाई जिस्काउँदै म भिडियो बनाइराखेको थिएँ। त्यसपछि चाहिँ साथीहरूले भन्न लागे के शीतल ठाउँ, राम्रो ठाउँ, वरिपरि फुल फुलेको ठाउँ बस्नुपर्छ, त्यसैमा रमाइलो हुन्छ भन्न लागे। म चाहिँ यता बसौँ भन्थेँ। त्यसपछि मेरो पालो, ल साथीहरू यता बसौँ, नत्र भने हामी चाहिँ लागौँ, किनभने 5 बज्न लागिसक्यो, बन्द हुने टाइम। हामी त बस्ने ठाउँ खोज्दा यहाँ टाइम जान लाग्यो। त्यसपछि चाहिँ हामीलाई धेरै भोक लागेको थियो। मैले कोक हल्लाउँदै थिएँ। चप्परगढीमा राम्रो आलु चप्स पाइँदो रहेछ। त्यसपछि हामीले प्याक गरेर लगेको थियौँ। सबैलाई भोक लागेको कारणले चस गर्दै हामीले खान लाग्यौँ। हेर्नुहोस्, त्यसपछि अब चप्स खायो भने त कोक चाहियो साथीहरू, किनभने गर्मी थियो। गर्मीमा पसिना बगाउँदै हामीले क्रिम दलेको पनि सबै गइसकेको थियो। त्यसपछि धेरै काँक्रा ल्याएको थियो नि त, किनभने 100 रुपियाँको 2.5 किलो काँक्रा पाइन्थ्यो। 2.5 किलो काँक्रा पायो भने त हामीले अब नुन खुर्सानी पनि बोकेर लगेको थियौँ। त्यसपछि काटेर हामीले नुन खुर्सानी लाएर सबैले खायौँ रमाइलो गर्दै। के गर्ने, थोरै सानो चिज भए पनि साथीहरू मिल्यो भने त रमाइलो हुँदो रहेछ साथीहरू। त्यसपछि सबैजना आफ्नो पेट भर्न लागे काँक्रा आलु चप्सले। यता दिदीले चाहिँ मेरो पालो काँक्रा कटिङ गर्दै चटपटेको लागि तयारी गर्दै हुनुहुन्छ। यता चाहिँ दिदीले के ल्याएर चाहिँ यिनीहरूले भनेर हेर्दै हुनुहुन्थ्यो। त्यसपछि सबै मिलाएर रेडी भइसक्यो, हामीले खायौँ। अब चाहिँ हामीले भिडियो बनाउनु पर्छ भनेर हामीले भिडियो बनाउन गयौँ। नानी चाहिँ पुरा फुलबारीमा रमाइलो गर्दैछौँ। त्यसपछि हामीले भिडियो टिकटक बनाउनु पर्यो भनेर हामी नाच्दै रमाइलो, कति रमाइलो भएको साँझतिर भनेर नाच्दै रमाइलो गर्दै गऱ्यौँ। उठेर बसेर सबै गाना पनि त्यस्तै थियो। त्यसपछि हाम्रो पालो चाहिँ बन्द भइसकेर टिकट काउन्टरबाट एकजना मान्छेले, लौ तिमीहरू भिडियो बनाउने, तिमीहरू अब घर जानुपर्छ भनेर लखर्दै हामी त झोला जम्ता बोकेर हामी हिँड्न लाग्यौँ साथीहरू। त्यसपछि हामी हिँड्दै गेट पनि नजिक आउन लाग्यो। त्यसपछि चाहिँ अब साँझतिर आफ्नो साधन नभयो भने कहाँ पाइन्छ साधन, पाइँदैन। एउटा चाहिँ बल्ल तल गाडी आयो, त्यही पनि पछाडि हामी कसरी बसेका छौँ हजुरले हेर्न सक्नुहुन्छ। हजुरहरू यस्तो ठाउँमा बस्नुभएको छ, यो तरिकाले जानुपर्छ कि नै कमेन्ट गरिदिनु होला। यता चाहिँ हामी बसपार्क छोडिदियो, के गर्ने, आफ्नो साधन नभयो भने दुःख यही हो। फेरि अटो चढेर हामी घर गयौँ। घर पुग्यो, कति राति भएको छ। घर पुग्दा धेरै रात परिसकेको थियो साथीहरू। यस्तै नयाँ भिडियो फेरि पनि ल्याउनेछु। बाई बाई।